हेलो एन्ड नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै हुन्छु, फिट एन्ड फाइनेस छु हैन। सो अहिले चाहिँ म बिहान उठेर जस्ट म मुख पनि धोएछ हैन। म चाहिँ उठेर अहिले चाहिँ म यसो रोडतिर वक गर्न आएको थिएँ। हेर्नुसँग चाहिँ रोड टक्क लाएर म चाहिँ बिहान यसो चिसो हावा खान आएको थिएँ। सो आज सबैजनालाई नयाँ वर्षको शुभकामना है। अनि यहाँ इन्डियामा चाहिँ हुन्न, इन्डियाको 2025 भइसक्यो। अनि आज चाहिँ हाम्रो 2082 लाग्यो है। सो अब चाहिँ मैले जतिसक्दो भ्लगलाई निरन्तर लग्ने प्रयास गरिरहेको छु। सो अलराइट, सो हेर्न सक्नुहुन्छ बिहानको हिमालको है भ्यू कस्तो दामी देखाएको छ कि हेर्नु न, कस्तो बबाल देखेको नि डाँडामा है टक्क लाएर। इस मसिनको केबल देऊ चाहिँ म इसको 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 जुक्की मसिन ल। यहाँ चाहिँ मेरो काम थियो होइन, मैले चाहिँ काम सकेँ। अनि सो अब चाहिँ म लाग्दैछु। नयाँ वर्ष हो नि त, त्यसैले आज चाहिँ हाम्रो घरमा चाहिँ मैले पकौडा बनाएको थिएँ। पकौडा बनाएर अब चाहिँ खाइसक्यौँ होइन। अनि बुवा चाहिँ दोकानमा गइसक्नु भयो, अनि मम्मी चाहिँ नुहाउँदै हुनुहुन्थ्यो। सो सबजनाले नयाँ वर्ष राम्रोसँग मनाउनु होला, जति पनि नेपाली हुनुहुन्छ, दिदी बहिनी दाजुभाइ तथा सबैजनालाई शुभकामना। त्यसपछि नयाँ वर्षको सबैजनालाई शुभकामना, सबैजना राम्रो गर्नु होला। अनि अब आउने दिनहरूमा बबाल गर्नुपर्ने हुन्छ, मेहनत गर्नुपर्ने हुन्छ होइन, आगो बाल्नुपर्ने हुन्छ बब्बाल। त्यही नै हो। अहिले चाहिँ 9 बजिसक्यो होइन, म पनि अब दोकानतिर लाग्न थालिसकेँ। सो चाहिँ हामीले टिका लगायौँ, हेर्न सक्नुहुन्छ। अनि मम्मी चाहिँ मन्दिरमा जानुभएको छ, टेम्पलमा है, मन्दिरमा। अब म पनि दोकानतिर लाग्न थालिसकेको छु। सो हेर्न सक्नुहुन्छ हाम्रो भेराइटिज दालहरू। अनि है यस्तो छ, यहाँ घिउ छ, अनि यहाँ दुध छ है, अमुल मिठाई मेड भन्ने दुध छ है। अनि यति कुराहरू छैन, खाने मनै लाग्दैन कि, तर त्यही त खै यहाँ इन्डियामा यस्तो खान्छु सोचेको थिएँ, अब होटलमा लागिसकेपछि केही पनि खानु लाग्दैन। त्यही त 9 बजेर 9-10 मिनट गइसक्यो होइन। म पनि अब जान लाग्छु, लेट्स गो। यो बिल्डिङ हेर्नु न कत्रो हो कि, तर अफिस होइन, कुन अफिस हो भन्ने हो कि, यत्रो छ कि बिल्डिङ। अहिले चाहिँ बन्द छैन। अनि म पनि अब चाहिँ मुखसुख धोएर थोरै नास्ता पनि गरेर म चाहिँ निक्लिसकेँ। अब चाहिँ जानुपर्ने हुन्छ। यसो हेर्नु न, माथि हिउँदेखि कस्तो बाफ आइरहेछ कि, तर क्यामेराले धानिरहेको छैन होइन। हिउँदेखि बाफ आइरहेछ कि, पानी हुन्छ नि त त्यहाँ। नमस्ते उना, सन्चै छौ? ल अनि त्यही त घुम्न जानु भन्ने प्लान थियो, तर केही छैन, आज चाहिँ कामतिर भयो होइन। अब भोलितिर जाउँला। अब चाहिँ चाहिसक्यौँ। त्यसपछि अब चाहिँ हामी परवेश चाहिँ भोलि आउँछ भन्दा छ। भोलि आएपछि मेबी हामी चाहिँ कतै जान्छौँ, कतै घुम्न जाने भन्ने प्लान भएको छ। त्यस्तो छ होटल है, भेराइटिज कुकिङ हुँदैछ। अनि हिजो चाहिँ मैले पिज्जा बनाएको देखाउने भन्ने हो, पिज्जा नै बनाउँदाखेरि भने। अनि यो चाहिँ मसलाहरू है, यस्तो छ। ल च्याप्यौँ। यहाँ चाहिँ दुईवटा चुल्हा छ होइन। अनि यस्तो छ, यस्तो भइहाल्यो यहाँ यो तातो गर्ने हालो। अनि यहाँ चाहिँ अनि चिकन चिल्लीहरू बन्छ। अनि यस्तो छ, यहाँ चाहिँ चिकन चिल्लीको सामानहरू है, भेराइटिज। अनि त्यसपछि अनि यहाँ चाहिँ फ्रिज भइहाल्यो, यसभित्र चिकनहरू हुन्छ। अनि यहाँ चाहिँ चिया भइहाल्यो, यहाँ कफी भइहाल्यो, अनि यस्तो छ, यहाँ दुध भइहाल्यो। अनि यस्तो छ टक्क ल्याएर है। अनि यहाँ चाहिँ तन्दुरी है, यहाँ चाहिँ यहाँ चिकन हुन्छ क्या, यस्तो हुन्छ होइन। अनि यस्तोमा तन्दुरी रोटी भन्छन् नि, तन्दुरी रोटी हुन्छ। अनि त्यसपछि यहाँ यस्तो भइहाल्यो होइन। ल अनि बाहिर चाहिँ भाँडा धुने ठाउँ है, यस्तो छ। अनि यहाँ चाहिँ ठुलो फ्रिज छ। अनि यसभित्र चाहिँ हाम्रो मोमोजहरू छ, अनि धनियाँ अनि मसलाहरू टन्नै छ क्या, सामानहरू। यस्तो छ यहाँ पनि है, यतिको छ। त्यसपछि यहाँ प्याजहरू छ, अनि यहाँ चाउमिन छ, यो छ, अनि चिकनहरू। अनि यहाँ प्याजहरू कटिङ भएको छ। अनि यहाँ कफीको सामानहरू। अब बाहिर जाऊँ। अनि यहाँ चाहिँ हाम्रो स्टाफहरू है, स्टाफहरू यस्तो छन्। यहाँ चाहिँ रिकङ पियो यस्तो छ है, हेर्न सक्नुहुन्छ बिहानको भ्यू। पारिक होटल सुनो भ्यू टक्क लाएर है, यस्तो छ टिभीहरू। अनि यहाँ पनि फ्रिजहरू छ, भेराइटिज कोकहरू छ,
पानीहरू यस्तो छ। अनि यहाँ चाहिँ भित्र स्टोर है, सामानहरू यहाँ छ लैलियो यस्तो छ है टक्क लाएर। अनि यो वासरुम चाहिँ यस्तो छ है, हेर्न सक्नुहुन्छ। अनि यस्तो छ टक्क लाएर हेर्न सक्नुहुन्छ है। अनि यहाँदेखि विन्डोबाट यस्तो भ्यू देखिन्छ कि यहाँदेखि बवाल छ नि होइन, टक्क लाएर सर कस्तो दामी देखेको छ। तर चाहिँ हाम्रो पराठा छ, यसमा टक्क लाएर मक्खन हालेर होइन खानुपर्ने हुन्छ हामीले पराठा। अहिले चाहिँ गर्मी छ होइन, म चाहिँ मजाले बसिरहेको छु कि। अनि हेर्नु न कस्तो दामी देखेछ भ्यू टक्क लाएर है। अनि एक दिन चाहिँ म कोठी मन्दिर जाने भन्ने भएछ होइन। अनि आज चाहिँ जाने भन्ने भएको थियो। आज हिजो बेलुका चाहिँ हामीले मासु खाएको थियौँ होइन, त्यही बिहान जान मिल्दैन भन्ने कुरा भएर त्यसैले आज नगएको। अब चाहिँ पर्सि अब डाँडानिर छ होइन, माथि छ क्या। अनि म र प्रवेश भएर जान्छौँ। अनि त्यही त अहिले चाहिँ गर्मी छैन, कस्तो दामी दिएछ। अनि यहाँ चाहिँ छाता छैन, माथिपट्टि टक्क लगाएर बसिरहेको छौँ कि। अहिले चाहिँ वेदर चाहिँ यस्तो छ होइन, हेर्न सक्नुहुन्छ कस्तो बबाल छ क्या। तर आजको मौसम चाहिँ बबाल हो क्या। तर आज नयाँ वर्ष हो नि त, त्यसैले बबाल छ कि मौसम। त्यही त आज खासै बजारतिर मान्छे पनि छैनन् कि होइन। तर आज उ नि त नयाँ वर्ष हो नि त, त्यसैले सबजना पार्टी गर्दै हुनुहुन्छ कि आफ्नो घरमा। त्यस्तै छ कि हिजोतिर हुनुहुन्थ्यो कि गाडी साडी आउँदैन, आज तर खासै छैनन् कि। यस्तो छ है बजार। अनि ल हेर्न सक्नुहुन्छ, हेर्नु न कस्तो बवाल दिएर चाहिँ यो दोकान। त्यही त आज खासै मान्छेहरू छैनन् होइन, त्यति होटलमा पनि छैन कि मान्छेहरू आउने। अनि वेदर चाहिँ बवाल छ नि, गर्मी भएर पनि होला कि घरतिरै छन् कि सबैजना। त्यो डाँडा चाहिँ कस्तो दामी दिएछ, त्यहाँ जानु हेर्नु न कस्तो बवाल दिएछ। अनि यहाँ चाहिँ फुलहरू, अनि यहाँ चाहिँ गिलासहरू। ठुलो हुन्छ यो चाहिँ शिलाजित होइन, असली नक्ली हो भनेर चाहिँ हामी यहाँ प्रुफ गर्दैछौँ। ल हामी चाहिँ जलाउँदैछौँ है। अनि हाम्रो भिनाले चाहिँ जलाउँदै हुनुहुन्छ। अहिले चाहिँ म टपमा आएर बसिरहेको छु। सो हेर्न सक्नुहुन्छ ब्याकको भ्यू यस्तो छ। अनि तपाईँहरूले भ्यू देख्न खोजिरहेको छु कि कस्तो दामी छ भ्यू होइन। अनि यहाँदेखि चाहिँ फुल्ली देखिन्छ कि भ्यू, कस्तो बवाल छ होइन। पहिला भ्यू हेरौँ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ गाडी पार्किङ ग्राउन्ड। त्यसपछि यहाँ चाहिँ हाम्रो मेला छ होला सायद आज, त्यसैले ऊ लागिरहेको छ होइन। ऊ त्यहाँ हेर्न सक्नुहुन्छ, यहाँ प्रोग्राम जस्तै छ कि। अनि त्यसपछि बब्बाल भ्यू चाहिँ यहाँ छ कि गाइज, कसम सनसाइड हुनु लागि छ कि होइन। यस्तो छ ब्याक झन् यस्तो छ क्या। अनि यो चाहिँ ठाउँ होइन, यो होटलको पल्लो तला हो, सबभन्दा टपमा। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ झन् बबाल, यस्तो बबाल ठाउँ त लाइफमा कतै गइएला सोचिएको पनि थिएन कि मैले त। हेर्न सक्नुहुन्छ यहाँ झन् यस्तो सर लाएर यस्तो छ। ल यिनी हो रिकङ पियोको भ्यू। त्यही त आजको दिन जोस् खुसी तरिकाले नै बित्यो। साथीहरूसँग नहुँदा हल्का नरमाइलो लाग्यो। अब घरमा भइदिएको भए सायद कतै गइन्थ्यो होला, कतै घुमिन्थ्यो होला दाइहरूसँग गएर, साथीहरूसँग गएर होइन। अब यस्तै नै भयो। होप तपाईँहरूको राम्रो भयो होला। मेरो चाहिँ यस्तै भयो, देख्न सक्नुहुन्छ है। म चाहिँ खुसी नै छु। जोस् मम्मी बुवा यतै हुनुहुन्छ। अब बेलुका हुन्छ, मेरो भिनाहरू आउनुहुन्छ, दिदीहरू आउनुहुन्छ। अनि बस्छौँ, मासु भात खान्छौँ होइन। त्यही त भइहाल्यो। अनि फेरि मिहिनेत गर्छौँ। अब 2022 सालमा बवाल गर्नेछौँ। त्यसपछि हुन्छ, त्यही नै हो। यस्तै छ है। तपाईँहरूको राम्रो हुनु पऱ्यो, मेरो चाहिँ यस्तै हो। त्यसपछि ल यस्तै छ। अब टाइम पनि भइसक्यो, भ्लगलाई यतैतिर एन्ड गर्नुपर्ने हुन्छ। छिटोभन्दा छिटो बवाल गर्नुपर्ने हुन्छ। तपाईँहरूले पनि सपोर्ट गर्नु पऱ्यो, त्यही नै हो। आजले कोले अन्तिम समय हेरिदिनु भयो। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गर्नु होला र बेल आइकन थिच्न नबिर्सिनु होला। यति भन्दा आजले म बिदा लिन चाहन्छु। हस्त जय नेपाल।